होइन भात खा पहिले तिमीले त्यो हातको चाहिँ दियो हातको चाहिँ देऊ न कुखुराले दियो यतै दियो छेकेर भन्ने आमाले कति माया गर्नुहुन्छ हेर त बिहान बिहानै गएर खानुहुन्न नि हेमराजले माया गर्छ सबैले रक्सी खान छोड्यो भने ल भात त्यति सबै सर्लक्कै भ्याउनु पर्यो हेमराजले हिजोको बाख्राको कुखुराको मासु मासु रहेछ कुखुरा ल त्यति भाग सक्दैछ ल फटाफट मुचेर गम कि कम खा त्यसै भने होला पैसा हेमराजले दिने पैसा लिएर आए पहिला त्यो भात त खानै पर्छ हेमराजले त्यो भात खाएर मात्रै हो फेरि होइन ठिक छ म होइन बस्नु हुन्छ हेमराजले त्यो भात चाहिँ खानै पर्छ म खाइनँ भने त म पैसा दिन्न फेरि यहाँ बस् नि ल हेमराज अस्ति नै त हामी आउँदा त हेमराजले पुरा बस्नु पर्यो भन्थ्यो अहिले त धेरै रक्सी खाएछ ल खाऊ भात खाऊ अनि त्यसपछि सबै भात सिद्ध्याउ हेमराज कुकुर देखेर रिस उठ्छ होइन कुकुर देखेर रिस उठ्छ होइन एकचोटि टोक्दै नि होइन एकचोटि टोक्यो होइन कुकुरले हो ल हेमराजले भात खाने भात सबै सिद्ध्याउ गिलासमा खाने हो गिलासमा खाने लोटामा भनेको ए लोटामा भनेको पैसा यता राख नि त त्यो पैसा हातको गिलासमा हाल्ने मिलाएर खाइदिन्थ्यो हो झोल भयो नि झोल चाहियो ए ल हेमराजलाई मासु कति मिठ लाग्छ नि धेरै लाग्दैन मासु मिठो हुन्छ त आज त बनाएर झोल आमालाई मागो त आमा झोल ल्याइदिनु हुनु भन्नको आउँछ ल्याउनुलाई खाऊ भात खाऊ बिस्तारै हेमराज यो कुखुरा मन पर्छ पर्दैन नि त्यस्तो कुखुराको मासु यो कुखुरा गुलियो पर्छ यो हो र हेमराजले त्यो भात सिद्ध्याउँछ त आज हात भात सिद्ध्याउँछ त भात खानुपर्छ हेमराज भात खानुपर्छ रक्सी खानु हुँदैन है हेमराजलाई रक्सी खानु हुँदैन हेमराज रक्सी खानु छोड्यो भने राम्रो हुन्छ हेमराज अनि त्यसपछि हेमराजको मान्छेहरूले धेरैले माया गर्छ रक्सी खानु छोडेपछि रक्सी खानुहुन्न भात खानुपर्छ है आमाले कति माया गर्नुहुन्छ हेमराजलाई नत्र त हेमराजले रक्सी खायो भने त नाच्नै सक्दैन त नि कतिवटा छोरी तपाईँको ए हेमराज दिदीहरू हो ए
झोल ल्याइदिनु त हेमराजलाई ए म त नि थाहै न नि हिजो कतिखेर आइपुग्यो र घर के अरे अरुण दाइले नि भेटेको थियो अरे नि तपाईँलाई अनि के अरे हेमराज चाहिँ बेलुका कतिखेर आइपुग्यो र ए आएर सुते ए अहिले बिहानै कति बजी उठेर ए हेमराज बिहान कति बजी उठ्यो आज कति बजी उठ्यो आज बिहान नै उठ्यो आज कहाँ गएको हजुर अँ ऊ बजार बजारको कमाउनु कमाउनु गए त्यो बसमा राखेँ क्या ए बस पार्कमा त्यो पार्वती बजार भन्दा ठिक्क माथि ए त्यहाँ गयो रोडमा रोडमा हो त्यहाँ गीत गायो त्यहाँ त झन् घुमपुम गऱ्यो गऱ्यो ल अनि त्यतातिर गएर रक्सी खान्छ कि खानुहुन्न त्यता गएर रक्सी खानुहुन्न है लड्छ फेरि यता सुन अँ गुलियो खायो गुलियो खायो त्यो चिसो कि ए चिसो खायो त्यो सास गरेर खोल्ने ए ल चिसो खायो भने त राम्रो चिसो खानुपर्छ पानी खानुपर्छ हेमराजले भात खानुपर्छ अनि हेमराज राम्रो हुन्छ अनि त्यसपछि नाच्न सक्छ है हेमराज हेमराजले एउटा गीत चाहिँ हेमराजले गाएको मलाई एकदम मनपर्छ नबस न मुहार छेकेर भन्ने आउँछ आउँछ कुन त्यो नबस न मुहार छेकेर भन्ने ए आउँछ ल अहिले भात खाएर गाइदियो है त हजुर थुप्रै छ खानुपर्छ अहिले आमाले झोल ल्याइदिन्छ म यो राखिदिनु होइन झोललाई ल्याइदिनु झोल ल्याइदिनु त दिदी अलिकति खाऊ अझै ऊ हेर त कुखुरा कति राम्रो राम्रो रहेछ हो झोल स्वाट हालिदिनु त ल झोल हो अब त मजाले ल हेमराजले मजाले खान्छ ल ल खा ओ तल उता पुग्यो भने ल ल ल ल खाऊ दिइहाल्छ मेरो आमा नि काम नदेऊ न भात नदेऊ ल त्यो भात खाऊ तिमी गम खाऊ अनि त्यो बल्ल यो कुकुर रहेछ अहिले म भ्याइसक्छु ल उठ्यो नि लड्छ फेरि है अलिकति खानु पर्थ्यो नि हेमराज पानी है पानी दिनु हो पानी खानु दिनु अब एक गिलास पानी सट्ट खाने त्यो पानी खा एक गिलास पानी सट्टै बनाइदियो त ल हजुर पानी सट्टै खाइदियो त कोसेरमा हाल भन्ना नि मान्दैन खाऊ जुठो नपार्दो रहेछ
कप गरेर खाने हुन्थ्यो हाँस हेमराज भित्र आएर सुत्छ कि कसो ओ कोठा उसको यता। ए अब एकछिन आराम गर्ने आराम गर्ने ल खाटमा त्यहाँ राख्थे यता हिँड्ने ल म ओछ्यान गरिदिन्छु दाइ हजुर दाइ हजुर हजुर ठिक्क पिसा फेरौँ भनेको ल फेर पिसा फेर